उच्च रक्तचाप, हाइपरटेन्सन, अब यो एकदमै कमन धेरैलाई हुन्छ। यसको प्रिभ्यालेन्स एकदम बढी छ। जस्तै 18 वर्षभन्दा बढी करिब 40%, त्यो भनेको मलाई लाग्छ 60-65 लाख नेपालीलाई उच्च रक्तचाप छ। र त्यसको त्यो उच्च रक्तचाप चाहिँ जस्तै कार्डियोभास्कुलर डिजिज, नसर्ने रोगमा पर्छ, त्यो को जोखिम हो 1 नम्बरको। र जस्तै हृदयघात बढी हुन्छ, ब्लड प्रेसर बढी हुनलाई, पक्षघातहरू, त्यसपछि मृगौला फेल हुनेहरू बढी हुन्छ यसमा। त्यही भएर अब यो यसको पहिचान सुरुमै अति आवश्यक छ मुटु स्वास्थ्यको लागि। र अब यो त हामीले अघि भन्यो नियमित रूपले, विशेष गरेर अब 25-30 वर्षपछि नै भनौँ, ब्लड प्रेसर जाँच्न सुरु गर्नुपर्छ। र अब अहिलेको नयाँ मापदण्ड स्पेसली अमेरिकन र युरोपियन सिस्टम छ। अब अमेरिकन सिस्टम अनुसार 130-80 अथवा अझ 120-80 भन्दा तल हुनुपर्छ भन्छ। अब 130-80 भन्दा तल हुनु पर्यो। त्यसपछि बढ्न थाल्यो भने हामीले अब लाइफस्टाइल चेन्ज, रिस्क फ्याक्टर मोडिफिकेसन, अब स्वस्थ खाना, सबै कुराहरू हामीले सुरु गर्नुपर्छ त्यसमा।